हेलो एभ्रिवान। अनि यो चाहिँ मलाई हेर्नुहोस् न, यो चाहिँ मलाई मेरो बहिनीले पठाइदिएको। अनि यो चाहिँ क्रिम छ, मलाई यादै छ होइन, क्रिम छ। अनि यो चाहिँ मलाई बहिनीले पठाइदिएको नि त, हिजो पठाइदिएको थियो। अनि मैले चाहिँ हिजो चाहिँ यसलाई, हिजो चाहिँ मेरोमा यो हातमा आएन। अनि आज चाहिँ यो मेरोमा, आज मात्रै मैले रिसिभ गरेको नि त होइन, रिसिभ गरेको। अनि चाहिँ यसलाई चाहिँ म साथीहरू, यो चाहिँ मेरो गिफ्ट हो, मेरो बहिनीले दिएको मलाई। अनि छुरी यहाँ छ। अनि यसलाई चाहिँ म बाङमुङै खोलिदिन्छु, किनकि खोलेको छैन नि त यो। अनि हिजो पठाइदिएको थियो, पठाउँछु। अनि तर आज मात्रै मैले चाहिँ यसलाई चाहिँ उयो गर्नु पाएँ। आज मात्रै यसलाई मैले रिसिभ गरेको नि त, बिहान गरेको। अनि बिहान चाहिँ भिडियो गर्नु पाइनँ, अहिले हतार थिएँ नानीहरूको यता गर्दाखेरि। अनि त्यसपछि अहिले चाहिँ यसलाई म खोल्दै साथीहरू, हेर्नु न, यस्तो गर्दै नङ बजाउँदै गर्नु भएको छैन होइन। अनि साथीहरू हेर्नुहोस्, यस्तो दामी प्याक भएर आउँदो रहेछ। हेर्नु न, यहाँ चाहिँ केही नहोस् भनेर यस्तो प्याक गरेको होला सायद। अनि यसमा चाहिँ क्रिम छ साथीहरू, यसमा चाहिँ क्रिम चाहिँ मेरो चाहिँ क्रिम सकिनु आँटेको थियो नि त। अनि त्यो भएर चाहिँ मलाई चाहिँ बहिनीले यो पठाइदिएको क्रिम। अनि यो चाहिँ फक्सटेलको हो। अनि फक्सटेलको एउटा सनस्क्रिम र एउटा चाहिँ छ मोइस्चराइजर छ। अनि थ्याङ्क यू सो मच होइन विद्यालाई। अनि यो चाहिँ मेरोमा सकिरहेको थियो नि त। अनि म चाहिँ प्रायः त के साथीहरू म चाहिँ किन्दिनँ। अनि उसले मलाई पठाइदिन्छ है। यहाँनिर साथीहरू यतिको चाहिँ हुनु पऱ्यो होइन, बहिनी भनेको। अनि यहाँ चाहिँ यसको हो। अनि म चाहिँ यसको लाउँछु। अनि यो चाहिँ उसले किनेर पठाइदिएको, नभए म चाहिँ साह्रै क्रिम किन्ने मान्छे चाहिँ होइन। अनि योभन्दा मैले अगाडि पनि यसकै लगाएको, त्यो पनि उसले नै दिएको थियो होइन। अनि सकिनु आँटेको थियो, उसले अस्ति भनेको थियो नि त। अनि उसले यो मलाई चाहिँ यो पठाइदिएको साथी हो। थ्याङ्क यू सो मच।